Good morning and welcome back to my new episode exploring Fukuoka chapter 1 मा म समेत गोले अनि मैले चाहिँ भ्लग बनाइसकेको छ याना गाउँमा अनि त्यहाँ तपाईहरु पुगिसकेपछि चिन्नुहुने कुरा चाहिँ के भने नि यसरी चाहिँ यहाँ छ यसरी हुन्छ यो पेपर भेरी इम्पोर्टेन्ट पेपर तपाईहरुलाई अनि यो पेपर खास महत्त्वपूर्ण चाहिँ के भने नि तपाईहरु त्यहाँ 1 आवर बोटिङ गरिसकेपछि चाहिँ तपाईहरु बस चढ्नु पर्ने हुन्छ अनि बस चढ्ने बेला चाहिँ तपाईहरुले यही पेपर देखाएर चाहिँ बस चढ्नु पाउने हुनेछ है यो कुरा चाहिँ नबिर्सनु होला मैले भनिहाले गर्ने थ्यांक यू लेट्स स्टार्ट ल फाइनली म आइपुगे म अहिले चाहिँ गेटमा छु यहाँ तपाईहरु देख्न सक्नुहुन्छ पछाडी गेट छ अनि त्यो पुल मुनि छ नि त्यो पुल मुनि चाहिँ रिभर हुन्छ अनि त्यो रिभर मुनि चाहिँ हामी जाने हो डुङ्गा चढ्नलाई के भन्छ डुङ्गा भन्छ त्यसलाई तपाईहरुलाई म देखाइहाल्छु त्यसै अलराइट मैले चाहिँ टिकट काटिसकेँ पर पर्सन एकजनालाई चाहिँ 1900 पर्दो रहेछ भने तपाईहरुले चाहिँ टिकट काट्ने बेलामा सबै कुरा डिटेलिङ गरिदिन्छ के गर्ने कसो गर्ने बस पनि चढ्नु पर्ने रहेछ अनि यही सबै कुरा देखाउँछ म्यापमा यसरी तपाईहरुले अनि यसरी कार्ड पनि दिन्छ आज चाहिँ शनिबार भएर लास्ट ब्याक छ अनि त्यो वेटिङ रुममा राखेर चाहिँ 40 मिनेट कुर्नु पर्ने छ रे पाइलट सिस्टमले हामी पछाडी चाहिँ हेर्न सक्दैन भालु कुरिरहेछ यता भित्र पनि छ लाइन लागेछ अब पनि त्यही बस्नु पर्ने हुन्छ अनि त्यही हो लेट्स गो लास्ट टाइम पऱ्यो म त केही छैन डुङ्गा चढिन्छ आज जसरी भयो नि फाइनली पाल आयो 40-45 मिनट पछि वेट गरेपछि आयो काम भयो द लास्ट डे यो पुलबाट माथि चढ्छ जस्तो लाग्यो पुरा हेर त्यो खिमुको सानो पुल छ डगरतिर पर्छ चढ्यो नि त पुरा माथिबाट एउटा के भनेで皆さん今西風吹いてます。トピックに来ます。
ほらみんなで幸せなら足ならそう幸せなら足ならそう幸せなら太陽でそうよほらみんなで足ならそう幸せなら手を叩こう幸せなら手を叩こう幸せなら態度で示そうよほらみんなで手を叩こう係咪好有 fans 嘅？係咯，頭先冇做，係咯。起步嗰時消毒過。